आज चाहिँ के सिक्छौँ भन्दाखेरि जाभा स्क्रिप्टमा स्विच केस चाहिँ कसरी हामीले लेखिन्छ त्यो कुरा चाहिँ सिक्छौँ है त। फर्स्टमा चाहिँ हामीले जानुपर्छ VS कोडमा। VS कोडमा चाहिँ एउटा जाभा स्क्रिप्टको चाहिँ फाइल बनाउने, जुन चाहिँ मैले बनाएको छु यता switch.js भनेर जाभा स्क्रिप्टको फाइल बनाएको छु। यो फाइल बनाइसकेपछि अब सिम्पली हामीले अब के टाइप गर्ने भन्दाखेरि स्विच भनेर टाइप गर्ने। स्विच टाइप गरिसकेपछि हाम्रो यो स्विच केसको स्ट्रक्चर देखाउँछ, जसमा चाहिँ के छ भन्दाखेरि स्विच अनि स्विचभित्र चाहिँ की छ। अब कीमा चाहिँ हामीले हामीले चाहिँ भ्यालुहरू चाहिँ के अरे प्रिन्ट गर्नुपर्ने छ, त्यो कुराहरू चाहिँ हामीले यहाँ हाल्नुपर्ने छ। भेरिएबलको नाम भनौँ। अब त्यसको लागि म यता फर्स्टमा चाहिँ भेरिएबलको नाम लिन्छु, कन्स्ट लाइक मन्थ प्रिन्ट गर्नु पर्यो। मैले मन्थको नामहरू होइन, MONTH मन्थ। मन्थमा पनि कुन मन्थ प्रिन्ट गर्ने त? मैले जस्तो कि 3 भनेको चाहिँ जनवरी, फेब्रुअरी, मार्च। जनवरी भनेको फर्स्ट, जनवरी, फेब्रुअरी भनेको सेकेन्ड एन्ड मार्च भनेको चाहिँ थर्ड भयो। यसरी अब थर्डलाई चाहिँ मैले के गर्नु पर्यो त भन्दाखेरि प्रिन्ट गराउनु पर्यो। त्यसको लागि अब कीमा चाहिँ हामीले के हाल्नु पर्यो त भन्दाखेरि मन्थ। कीमा चाहिँ मन्थ हाल्नु पर्यो। अब भ्यालुमा चाहिँ के हाल्नु पर्यो त भन्दाखेरि 3 सम्म हाल्नु पर्यो होइन, 3 सम्म। फर्स्ट, अब फर्स्टको भ्यालु चाहिँ के राख्छु? लग। फर्स्टको भ्यालु प्रिन्ट गर्छु म लग भनेर, यसमा चाहिँ जनवरी हाल्छु होइन। जनवरी भनेर हालेँ, अनि त्यसपछि चाहिँ यसलाई चाहिँ कपी गर्छु। अब सिफ्ट अल्ट टी चाहिँ भने यसलाई, यसको चाहिँ कपी पेस्ट गर्दाखेरि चाहिँ यही भ्यालु चाहिँ कपी पेस्ट हुन्छ। अहिले पेस्ट गरिदिएँ। अब सिम्पली केस सेकेन्डमा चाहिँ जनवरी भइसक्यो, अब फेब्रुअरी चाहिँ हाल्नु पर्यो। फेब्रुअरी भनेर हाल्थेँ, फेब मात्र लेख्छु। अनि केस 3 हामीले एक्जिक्युट गराउने भनेको केस 3 हो। केस 3 मा चाहिँ मार्च भनेर हाल्छु, मार्च। अनि 4 मा चाहिँ अप्रिल। ओके, यति भइसकेपछि अब डिफल्टमा चाहिँ मैले डिफल्ट भ्यालु भनेर लेख्छु होइन, भ्यालु। अब यसलाई एकचोटि हेरौँ, प्रिन्ट गरेर हेरौँ के आउँदो रहेछ आउटपुट। नोड switch.js। यसमा चाहिँ हामीलाई थ्रो एरर दियो। ए होइन होइन, मैले प्रिन्ट गर्न नै मिस्टेक गरेछु। सिम्पली नोड switch.js हाल्नुपर्छ। switch के मिस्टेक भयो? क्यान नट फाइन्ड मोडुल रे। MONTH month। What is the problem? एकचोटि क्लियर गरेर फेरि ट्राई गर्छु। नोड जेएस अब चाहिँ आयो हाम्रो ठ्याक्कै मार्च आयो। हामीले प्रिन्ट गराउनु पर्ने केलाई थियो त? मार्चलाई नै थियो। मन्थ 3 भनेपछि ठ्याक्कै हाम्रो के आउँछ त? मार्च आउँछ।
अब स्विच केसमा चाहिँ ब्रेकको के काम ब्रेकले चाहिँ के काम गर्छ त त्यो कुरा हेरौँ है। यदि मैले यो ब्रेकलाई चाहिँ कमेन्ट आउट गरिदिएँ होइन, फेरि यसलाई चाहिँ रन गर्न खोजेँ, नोड SWITCH स्विच डट ch के आयो त? ब्रेक। ब्रेकको काम भनेको चाहिँ जुन हाम्रो प्रिन्ट आउनुपर्ने, आउटपुट आउनुपर्ने कुरा छ नि, त्यो मात्रै प्रिन्ट गराउँछ कि ब्रेकले चाहिँ। यदि ब्रेक युज गरेन भने त्योभन्दा तलको जति पनि हाम्रो अरू केसहरू छ त्यसलाई पनि के गराइदिन्छ त भन्दाखेरि प्रिन्ट गराइदिन्छ। यसको काम भनेको चाहिँ यति नै हो। यदि यो ब्रेकलाई हटाइदियो भने जे हाम्रो आउटपुट आउनुपर्ने छ, जे हामीले चाहिँ प्रिन्ट गराउनुपर्ने छ त्यही कुरा मात्रै देखाउँछ। नोड TCH र JH ल मार्ज आयो होइन। अनि अर्को कुरा चाहिँ यसमा त हामीले नम्बर लगेको छ होइन। अब यसमा चाहिँ स्ट्रिङ हाल्नु पर्यो अरे। जस्तो कि यसमा चाहिँ मार्ज मार्च अब के यो नम्बरको सट्टा चाहिँ हामीले मन्थको नाम हाल्नु पर्यो स्ट्रिङमा। जनवरी अनि सेकेन्डमा फेब अनि मार्च अप्रिल अब रन गरेर हेरौँ है। नोड SWIT .js ओ देख्नुभयो त ठ्याक्कै हाम्रो फेरि पनि मार्च आयो। यसको काम यति हो। अनि अर्को कुरा चाहिँ डिफल्टको काम चाहिँ के हो त? अब डिफल्टको काम चाहिँ के हो भन्दाखेरि सिम्पली बुझौँ, मैले यो मार्चलाई चाहिँ कमेन्ट गरिदिएँ। यसलाई चाहिँ कमेन्ट गरिदिएँ। अब चाहिँ फेरि प्रिन्ट गरेर हेरौँ है। नोड WITC नोड SWIT.js हामीले के देखायो त? डिफल्ट भ्यालु। जुन चाहिँ हाम्रो यसमा चाहिँ एक्जिस्टै जुन चाहिँ हाम्रो यसमा एक्जिस्टै गर्दैन होइन केस, त्यो बेला चाहिँ हाम्रो डिफल्ट भ्यालु चाहिँ प्रिन्ट गराइदिन्छ के यसले चाहिँ। जुन चाहिँ हाम्रो माथि भेरिएबलमा चाहिँ मार्च भन्ने एउटा मन्थको नाम छ, त्यो चाहिँ तल केसमा चाहिँ एक्जिस्ट गर्दैन भने त्यति बेला चाहिँ हाम्रो स्विच केसले चाहिँ डिफल्ट भ्यालुलाई चाहिँ प्रिन्ट गराइदिन्छ। यति नै हो गाइज आजको भिडियो चाहिँ। यस्तै भिडियो मनपर्छ भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला।